लु हेर्नुहोस् है हाम्रो चाहिँ कोपी रोपेर पनि केही फाइदा छैन यसरी खाइदिन्छ मजाले कडा कडा गरेर खाइदिन्छ खोइ यसमा त केही हालेको हुँदैन के भएर मिठो प्रकारले खाँदैछ हेर्नुहोस् त कस्तो मजाले कडाप 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 गरेर खाँदैछ अब यो त यसले यहाँ 2-3 वटा त अब आरामले सक्छ हेर्नुहोस् है अब यो कस्तो मजाले खान्छ मजाले कडप 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 गरेर खाँदैछ हेर्नुहोस् त छानी छानी पो खान्छ त्यसले जुन चाहिँ राम्रो छ त्यही पो खान्छ त अझै यो त डल्लेको छैन जब डल्लिन्छ तब झन् आम्माम माथिको कडप 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 गरेर आधी आधी खाइदिन्छ यसले त जुन चाहिँ ठुलो तिल तिल पटिलो हुन्छ त्यही खाइदिन्छ यसले मजाले